नमस्ते सबैजनालाई अनि गुड मर्निङ। अहिले हामी ससुरालीतिर छौँ, बिरुवा गाउँपालिका वडा नम्बर 7 कुमेरदिङतिर। है त ल हेर्नुहोस् त, सुन्तला चाहिँ सकिएछ कि नत्र चाहिँ राम्रो हुन्थ्यो। एउटा दुईटा सुन्तला कता छ है छन् त, यहाँ छ अलि एउटा दुईटा छ यहाँ। अहिले दिउँसो झार्नुपर्छ। त्यहाँ हो प्रेमिका चली प्रेमिका सन्चै छौ? अहिले भरै भेट्नुपर्छ, स्कुल जानु पर्छ। बुबु आने छ दाइ मर्निङ। आमा हामी त अलिक ढिलो उठियो। सुन्तलाको चाहिँ बगैँचा छ है यता, तर सुन्तला सकिएको अवस्था अलिअलि यहाँ दुई चार छ, त्यहाँ अलिअलि छ। पनि छ है कहीँ कता हो यतापट्टि। सुन्तला यहाँ छ है, अलिअलि छ, दुई चार छ यहाँ। यताको चाहिँ रुपाली सानसानो छ, अलमोस्ट सकिएछ सबै। सबै सकिएछ कि जाडो चाहिँ हिजोभन्दा अलिक कम जस्तो लाग्यो आज। हिजो चाहिँ अलिक बढी नै जाडो लागेको थियो। यहाँ पनि एक दुईवटा रहेछ है, दुई चार रहेछ यहाँ। भरे दिउँसो झार्नुपर्छ अलिअलि। यो चाहिँ नयाँ नयाँ राम्रा रहेछ है। यहाँ चाहिँ हाम्रो मामाको मोटरसाइकल, पेट्रोल खाने होइन घाँस खाने मोटरसाइकल। अनि बाख्रा केही हुन्न। मिठै हुन्छ आन्द्रा। अलिक तलभित्र त्यति भन्दा कति हाल्ने एउटा कुखुरालाई। बल्ल बस्न आयो। मसला पनि 3 जनाले पिसेको त। धेरै पछि खायो नि हेर। Hai mau ala rekhi di tinggal je. Ini deh, tadi.
मतलब बेचा भाइ हामीले अब सुन्तला खाना आएर यहाँ अलिक थियो कि यहाँ बिहान सक्दैछ यहाँ त यी ए जागिर त यता केही नभने बाँदर कुरी बस्नुहुन्छ अरे ए यहीँ रहेछ कि कति धेरै हो यहीँ रहेछ अब चाहिँ हाम्रो घाँस काट्न जाने टाइम भयो हामी अब घाँस काट्न जाँदैछौँ आउनु है त मसँग घाँस काट्नुलाई बाटोमा अहिले त्यहाँसम्म माउन्टेन ल है घाँस काट्न लाग्यो त्यो चाहिँ बाटो बन्दै रहेछ ढुङ्गा छाप्ने कस्तो राम्रो भएछ Dia di sana. Nasa baju? Raja tu kulit ni jangan tiada gitu. कति वर्षपछि काटियो त घाँस 3 वर्षपछि अलि बिहान काट्नु ठिक हुन्थ्यो चाहिँ हैन ल अहिले हामी घाँसको भारी पुर्याएर यसो एकछिन कुमेरदुङ पार्कतिर छौं यहाँ अलि झार पला रहेछ घाँस पला रहेछ अब अलि सुनसान रहेछ त्यही हो हैन त अब हाम्रो गाउँतिर देखाउनु हुन्थ्यो तर हाम्रो गाउँ त एकदम त्यो ढुसिला के भन्छ हेजी छ क्लियर छैन देखिने सम्भावना छैन है त्यही भएर त्यो त बनाइएन भिडियो यतातिर कुमेरदुङ ठ्याक्कै त्यो टावरतिरबाट हामी आएको यहाँ माथि बल्यो देख्नुहोस् त यताबाट ए माथि बल्यो यही छ है माथि बल्यो ओ तल्लो बल्यो हैन त हाम्रो गाउँतिर देखिन्न एन्टी लाइट पनि पर्यो ठ्याक्कै उता घाम लागेको अनि हेजी पनि छ चेयर त देखिन्न खासै ल जाम अब भारी बोकेर कुद्नुपर्छ उकालो माइतको बसाइ राम्रै हुनेछ खाट छ बस्याक छ आज हो घाँस काट्न यसो निस्केको एकछिन पार्कतिर घुमिहालौँ भनेर अब गयो फेरि खानु पर्यो फेरि खाने टाइम भइहाल्छ यहाँ चाहिँ पहिलोपटक घुमाएको ठिकै भयो ठिकै छ बारी पुग्यो पुग्यो कति टाइम लाग्यो यति घाँस काट्न 1 घन्टा उता फर्किनु कति काट्नु भएको रहेछ छेउडा मुठा घरमा राम्रोसँग पुर्याउनु सक्नुहुन्छ नि
यस त्यो भिजा चाहिँ रुम चाहिँ पायो के कहते हैं हाम्रो हाँसी ओ दुईटा हाँसी अनि भात भइहाल्यो कस्तो छ त गर्मी छैन त ल एउटा के भयो सकेन सुरा यही मैले ल मेरो त हल्कै छ कि ल बाई बाई आजको हाम्रो ड्युटी